नेपालमा गुगल र मेटाको इन्ट्री, के नेपाल अब डेटा बेचेर धनी बन्नेछ? नेपाल जसलाई हामी हिजोसम्म जलविद्युत र पर्यटनको देश भनेर चिन्थ्यौं, आज त्यसको परिचय बदलिँदैछ। अब नेपाल केवल पहाड र नदीहरूको देश मात्र रहेन, बरु यो विश्वकै उदयमान डिजिटल हब बन्ने दौडमा सामेल भएको छ। पछिल्लो समय नेपालको सूचना प्रविधि अर्थात आईटी क्षेत्रमा विदेशी र स्वदेशी लगानीको जुन लहर देखिएको छ, त्यसले एउटा कुरा स्पष्ट पार्छ। नेपाल अब बिजुली मात्र होइन, डेटा निर्यात गरेर समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको छ। विश्वका दिग्गज टेक कम्पनीहरू गुगल, मेटा अर्थात फेसबुक, एएमडी र भीवीडीएन जस्ता नामहरू नेपालसँग जोडिनुले हाम्रो प्रविधि बजारमा एउटा ठूलो हलचल पैदा गरिदिएको छ। आजको यो विशेष रिपोर्टमा हामी चर्चा गर्नेछौं नेपालकै पहिलो टियर 4 हाइपर स्केल डेटा सेन्टरको बारेमा, मेटाले गर्न लागेको अर्बौंको लगानीका बारेमा र नेपाल कसरी दक्षिण एसियाकै विश्वसनीय डिजिटल केन्द्र बन्न सक्छ भन्ने तथ्यहरूको बारेमा। नेपालको सूचना प्रविधि इतिहासमा एउटा ऐतिहासिक घोषणा भयो। नेपाली उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल फेयर ग्रुप, अनुज कियाल ग्रुप, विशाल कुमार जटिया र शरद गोयलको नेतृत्वमा रहेको कम्पनी बेस्टेन डाटा भोटले नेपालकै पहिलो टियर 4 प्रमाणित हाइपर स्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ। डेटा सेन्टरको संसारमा टियर 4 भनेको उच्चतम स्तरको प्रमाणीकरण हो। यसको अर्थ हो पूर्वाधार यति मजबुत हुन्छ कि यसमा कुनै पनि प्राविधिक त्रुटि वा मर्मतको समयमा पनि सेवा अवरुद्ध हुँदैन। कम्पनीका अनुसार यो डेटा सेन्टरले 99.995% अप टाइम सुनिश्चित गर्नेछ। यसलाई अझ सरल भाषामा बुझौं, एक वर्षभरिमा यो डेटा सेन्टर जम्मा 26 मिनेट भन्दा कम मात्र प्राविधिक अवरोधमा पर्न सक्छ। बैंकिङ, दूरसञ्चार र सरकारी तथ्याङ्क जस्तो अत्यन्तै संवेदनशील क्षेत्रका लागि यस्तो विश्वसनीयता अनिवार्य हुन्छ। अहिलेसम्म नेपालमा रहेका अधिकांश डेटा सेन्टरहरू टियर 2 वा टियर 3 स्तरका मात्र छन्। परियोजनाको स्वरूप र लगानीको कुरा गर्दा यो परियोजनाका लागि 2.5 अर्ब रुपियाँ लगानी गरिनेछ। यसलाई 2 रणनीतिक स्थानहरूमा निर्माण गरिनेछ। साइट 1 काठमाडौँ चोबारमा र साइट 2 वीरगञ्जमा। काठमाडौँको डेटा वीरगञ्जमा र वीरगञ्जको डेटा काठमाडौँमा ब्याकअप अर्थात डिजास्टर रिकभरीको रूपमा रहने गरी यो डिजाइन गरिएको छ। सुरुमा 240 किलोवाट क्षमताबाट सुरु भई सन् 2030 सम्म यसलाई 5 मेगावाटसम्म विस्तार गर्ने कम्पनीको लक्ष्य छ। बिस्टेनको यो यात्रामा विश्वका प्रविधि हस्तीहरू साझेदारका रूपमा उभिएका छन्। प्रविधि र विशेषज्ञताका लागि भीवीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोन जस्ता कम्पनीहरूसँग रणनीतिक साझेदारी गरिएको छ। भीवीडीएनका एआई प्रोडक्सन एन्ड पार्टनरशिप हेड मनोज विश्वालका अनुसार यो साझेदारी केवल एउटा भवन बनाउनका लागि मात्र होइन, बरु नेपालमा विश्वस्तरीय ज्ञान र आईटी सेवा भित्राउने एउटा महाअभियान हो। यसले नेपालका इन्जिनियरहरूलाई गुगल र एएमडी जस्ता कम्पनीको प्रविधिमा काम गर्ने अवसर दिनेछ, जसले गर्दा दक्ष जनशक्ति पलायन हुने क्रमलाई केही हदसम्म कम गर्न मद्दत पुग्नेछ। नेपालमा प्रविधि लगानीको चर्चा गर्दा विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्मको नाम छुटाउनै मिल्दैन। फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मातृ कम्पनी मेटाले नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक होल्डिङ कम्युनिकेसनसँगको सहकार्यमा 5 अर्ब रुपियाँ लगानी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। मेटा र होल्डिङ बीच नन डिस्क्लोजर एग्रिमेन्ट एनडीए भइसकेको छ। यस लगानी मार्फत नेपालमा टियर 3 स्तरको अत्याधुनिक डेटा सेन्टर निर्माण गरिनेछ। मेटा जस्तो बिग टेक कम्पनी नेपाल आउनुको अर्थ हो नेपालको इन्टरनेट ट्राफिक र डिजिटल बजार अब विश्वको ध्यान खिच्न सक्ने गरी परिपक्व भएको छ। साउन महिनामा यसको औपचारिक विवरण सार्वजनिक गर्ने तयारी छ। आखिर किन विश्वका ठूला कम्पनीहरू नेपाललाई आफ्नो गन्तव्य बनाउँदैछन् त? यसका केही ठोस र वैज्ञानिक कारणहरू छन्। एउटा हो सस्तो र हरित ऊर्जा। डेटा सेन्टरहरू सञ्चालन गर्न अत्याधिक विद्युतको आवश्यकता पर्छ। नेपालमा उत्पादन हुने जलविद्युत केवल सस्तो मात्र छैन, यो पूर्णतया नवीकरणीय र वातावरण मैत्री पनि छ। विश्वका ठूला कम्पनीहरू अहिले नेट जीरो कार्बन उत्सर्जनको लक्ष्यमा छन्। नेपालको क्लिन इनर्जी उनीहरूका लागि सबैभन्दा ठूलो आकर्षण हो। अर्को भौगोलिक र वातावरणीय अनुकूलता। डेटा सेन्टरका सर्भरहरूलाई चिसो राख्न ठूलो मात्रामा ऊर्जा खर्च हुन्छ। नेपालको पहाडी भेग र काठमाडौँ जस्तो चिसो जलवायु भएका स्थानहरूमा सर्भरलाई प्राकृतिक रूपमै चिसो राख्न सजिलो हुन्छ। यसले गर्दा कुलिङमा हुने खर्च बचत हुन्छ, जुन अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि ठूलो फाइदाको विषय हो। त्यस्तै अर्को हो डिजिटल सार्वभौमिकता। नेपालको डेटा नेपालभित्रै सुरक्षित राख्नु राष्ट्रिय सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण छ। अहिले हाम्रा धेरै डेटा विदेशी क्लाउडमा भण्डारण हुन्छ। स्वदेशमै टियर 4 जस्ता डेटा सेन्टर बनेपछि नेपालको बैंकिङ
र सरकारी डेटा सुरक्षित हुनेछ र विदेशी मुद्रा बाहिरिने क्रम पनि रोकिनेछ। बिजुटेन डाटा भोल्ट केवल डेटा भण्डारणमा मात्र सीमित हुन चाहँदैन। यसको एउटा ठूलो र महत्वाकांक्षी लक्ष्य छ नेपालमै सर्भर, सीसीटीभी क्यामेरा, ल्यापटप र ट्याब्लेट जस्ता उपकरणहरू उत्पादन गर्ने। यदि नेपालमै यी हार्डवेयर उपकरणहरू उत्पादन हुन थाले भने नेपालको व्यापार घाटा कम गर्न यसले ठूलो मद्दत गर्नेछ। कम्पनीले भविष्यमा नेपाललाई सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रको कारखानाका रूपमा विकास गर्ने दावी गरेको छ। यो केवल रोजगारी सिर्जना मात्र होइन, बरु टेक्नोलोजी ट्रान्सफर अर्थात् प्रविधि हस्तान्तरणको एउटा ठूलो कडी हुनेछ। कुनै पनि ठूलो सम्भावनासँगै चुनौतीहरू पनि आउँछन्। कम्प्युटर एसोसिएसन नेपाल महासंघ महासंघका पूर्व अध्यक्ष विनोद ढकालका अनुसार डेटा सेन्टरमा लगानी गर्नु एउटा धैर्यको खेल हो। 10 वर्ष अघि लगानी गर्नेहरू अहिले मात्र नाफामा पुग्दैछन्। अब यसको मुख्य चुनौतीहरूको कुरा गर्दाखेरि नीतिगत स्थिरताको कुरा गरौं। ठूला कम्पनीहरूले 10-15 वर्षको स्थिर नीति खोज्छन्। करका दरहरू हरेक वर्ष परिवर्तन भइरहने हो भने लगानीकर्ताहरू डराउँछन्। सरकारले कम्तीमा 10 वर्षसम्म करको दर स्थिर राख्ने प्रतिबद्धता जनाउनुपर्छ। त्यस्तै अर्को उपकरण आयातमा सहुलियत। डेटा सेन्टरका लागि चाहिने उच्च प्रविधियुक्त उपकरणहरू नेपालमा बन्दैनन्। ती सामान आयात गर्दा लाग्ने भन्सार र करमा सरकारले सहुलियत दिए मात्र लगानीकर्ताहरू आकर्षित हुन सक्छन्। त्यस्तै अर्को हो अन्तर्राष्ट्रिय ब्रान्डिङ। नेपाल सुरक्षित र भरपर्दो छ भन्ने कुरा विश्व बजारमा स्थापित गर्न जरुरी छ। नेपाल सरकारले पनि पछिल्लो समय आईटी क्षेत्रलाई आर्थिक समृद्धिको एउटा पिलरका रूपमा स्वीकार गरेको छ। फागुन 21 को सत्ता परिवर्तनपछि बनेको वर्तमान सरकारले आईटीलाई उच्च प्राथमिकतामा राख्दै डिजिटल नेपाल फ्रेमवर्कलाई अझ प्रभावकारी बनाउने संकेत दिएको छ। हाल नेपालमा सरकारी स्तरमा राष्ट्रिय सूचना प्रविधि केन्द्र जीआईडीसी सञ्चालनमा छ, जसले सरकारी निकायका डेटा व्यवस्थापन गर्छ। निजी क्षेत्रमा एनसेल, होल्डिङ, सिल्भर लाइनिङ, डेटा हब जस्ता करिब 2 दर्जन कम्पनीहरूले डेटा र क्लाउड सेवा दिइरहेका छन्। तर बिजुटेन र मेटाको प्रवेशले यो प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याउने निश्चित नै छ। प्रविधि क्षेत्रमा हुने यो अर्बौंको लगानीले प्रत्यक्ष रूपमा हजारौं इन्जिनियर र प्राविधिकहरूलाई रोजगारी दिनेछ। यसबाहेक अप्रत्यक्ष रूपमा निर्माण, सुरक्षा र सेवा क्षेत्रमा पनि रोजगारी सिर्जना हुने नै छ। नेपालको जलविद्युत खपत गर्ने यो एउटा ठूलो उद्योग बन्नेछ। जब 5 मेगावाट सम्मको डेटा सेन्टर पूर्ण क्षमतामा चल्छ, यसले राज्यलाई ठूलो मात्रामा राजस्व र बिजुलीको महसुल बुझाउनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, नेपाली युवाहरूले विदेशिनुको साटो गुगल र मेटा जस्ता कम्पनीको मापदण्डमा स्वदेशमै काम गर्न पाउनेछन्। निष्कर्षमा भन्नुपर्दा नेपालमा प्रविधि लगानीको जुन नयाँ युग सुरु भएको छ, यसले हाम्रो अर्थतन्त्रको चित्र बदल्ने क्षमता राख्छ। बिजुटेन डाटा भोल्टको टियर 4 डेटा सेन्टर र मेटाको करोडौंको लगानी नेपालका लागि एउटा गेम चेन्जर साबित हुन सक्छ। तर यो अवसरलाई छोप्नका लागि केवल निजी क्षेत्रको प्रयास मात्र पुग्दैन। सरकारले स्थिर नीति, करमा सहुलियत र पूर्वाधार निर्माणमा सहजीकरण गरिदिनुपर्छ। यदि हामीले यो मौकाको सही सदुपयोग गर्यौं भने नेपाल साँच्चै दक्षिण एसियाकै डिजिटल भण्डार र हब बन्नेछ। कुनै समय हामीले पानी र बिजुलीलाई समृद्धिको आधार मान्यौं। अब डेटा र प्रविधिलाई पनि त्यही स्थानमा राख्ने बेला आएको छ, किनकि भविष्य भनेको डिजिटल हो र नेपाल त्यो भविष्यलाई स्वागत गर्न तयार हुँदैछ।